लाई चाहिँ स्कुल छुट्टी भएछ चाहिँ कहाँ जाने भनिहाल्ने क्या। कहिले कहाँ जाऊँ भन्छन्, कहिले कहाँ जाऊँ भन्छन्। त्यसैले चाहिँ आज हामी चाहिँ फुलबारी हिँड्नेछौँ। नमस्ते एभ्रिवान। आज चाहिँ हामी फुलबारी हिँड्नेछौँ। आज शनिबार पनि भयो, त्यही भएर बच्चाहरूलाई अब घर राखिरहन भन्दा यसो हिँडाले यसै खुसी नै हुन्छन् अनि मुड फ्रेस नै हुन्छ। त्यही भएर हामी चाहिँ फुलबारी हिँड्नेछौँ। हामी चाहिँ सबभन्दा पहिला चाहिँ नास्ता खान्छौँ भोक लागेर, अनि चाहिँ फुलबारी आइने यता चाहिँ फुलबारी आइसक्यौँ। हामी चाहिँ यो चाहिँ फुलबारीको भिडियो भयो। हामी चाहिँ यता यहाँ सबै हिँडिरहेछौँ। यता चाहिँ म भएँ, यो चाहिँ जू भयो। बाबुहरूलाई चाहिँ यसो एनिमलहरू देखाएपछि अलिक खुसी हुन्छन् कि चिन्छन् नि त, यो के हो भन्ने थाहा हुन्छ नि त। त्यही भएर हामी चाहिँ यो एनिमलहरू देखाउन गयौँ। यिनीहरू चाहिँ कति खुसी भएन क्या। बाबु नानीहरू चाहिँ यो देखेर अर्की सानो नानी नै त्यसै खुसी भएछ। यी बच्चाहरूलाई हेरी यो खेलाउने कुरा भन्छ त्यसै हुरुक्क हुने क्या। अनि त्यही भएर चाहिँ बाबु नानीहरूलाई चाहिँ यसमा खेलाएको। तर म त डराएँ भन्ने, तर उहाँ रुइभिया बाबु चाहिँ। अनि पहिला चाहिँ खुसी भएर खेलिरह, अनि अर्कोमा चाहिँ डराएँ भने त फेरि झार्दै हालेँ कि। अनि यस्तो मुड फ्रेस पनि गराउनु पऱ्यो नि त। अनि आज फेरि हामी हाट बजार जाने भनेको, शनिबार हाट बजार लाग्छ नि त। अनि फेरि हामी बाटो बिराएर अनि कताबाट हिँड्ने हमको बल्ल बाटो मिसो पाएर अनि बल्ल हिँड्ने यो पुलको बाटो हिँड्ने हमको। ओके बाई, थ्याङ्क यू सो मच।